अबको सिजनमा फर्सी टन्नै फल्छ होइन। अब फर्सीको सिजन आउन थाल्यो तर मेरोमा चाहिँ पोहोरकै फर्सीको स्टक छ के अझै कति धेरै फर्सीहरू छन्। पोहोर त एउटा झालमा नै कति धेरै फर्सीको मुन्टा खाएर पनि फर्सी त 50-60 वटा फल्यो। कति घरमा ल्याएर राखेको अस्तिको हिउँले कुहियो होइन, कति भित्र राखेको चाहिँ अझै छन्। मलाई फर्सीको तरकारी त्यति धेरै मन नपर्ने भएर रोटी सुक्खा रोटी बनाएर खान्छु कि आज चाहिँ गिलो रोटी बनाउन थालेको। पहिला फर्सीलाई बोइल गरेर राम्रोसँग म्यास गरेर अनि सेलाएँ अनि पिठोहरू राखेको। पिठोहरूमा मैले कोदोको पिठो, फापर अनि चामल, बेसन राखेर अनि पछि नरिवल पनि राखेँ होइन। नरिवलले एकदमै मिठो बनाउँछ कि। यसरी रोटी पकाउँदाखेरि चिनी राख्न पनि पर्दैन, नुन राख्न पनि पर्दैन, एकदमै मिठो हुन्छ कि। बच्चाहरूले पनि एकदमै मिठो मानेर खान्छन्। मेरो बाबुहरूलाई पनि यही नै दिन्छु मैले यो पकाउँदाखेरि। हजुरहरू पनि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ है। झन्जापनको फर्सीले चाहिँ एकदमै मिठो रोटी हुन्छ। ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।